Hello everyone, graph theory मा हामीसँग आज new topic छ, that is classes of graph, different class of graph or different types of graph. That is, first one is simple graph. Definition हेरौं, it is a graph in which each edge connects two different value. भनेको each edge ले चाहिँ दुईटा different vertices हरु connect गरेको हुन्छ. दुईटा अनि a graph with no loops and parallel edges is called simple graph. Main चाहिँ यो याद गर्दा हुन्छ. A graph with no loops and parallel edges, that means हामीसँग यो एउटा graph भयो A B C D, then यहाँ के छैन, कुनै loops छैन, कुनै parallel edges छैन, so it is called a simple graph. Then हामीसँग छ multigraph. Graph having parallel edges. भनेको multigraph भनेको यस्तो graph जसमा parallel edges हरु छ, but it doesn't contain loops. Multigraph मा चाहिँ loops हुँदैन. It contains only parallel edges. Same graph चाहिँ हामी गरौँ A B C D, and we can have multiple edges. Parallel edges चाहिँ हामीसँग के हुने भयो, जति पनि हुन सक्ने भयो parallel edges. सबैमा parallel edges पनि हुन सक्ने भयो, but it doesn't contain self loops चाहिँ यसमा हुँदैन. And what is meant by pseudograph? Pseudograph भनेको graph that include both loops and parallel edges. कुनै पनि graph जसमा चाहिँ both loops and parallel edges दुईटै हुन्छ भने त्यो चाहिँ के हो, pseudograph. A B C D, then हामीसँग self loop हरु पनि हुन सक्ने भयो यिनीहरुमा, and there can be parallel edges also. Next one is regular graph. Degree of each vertex is same. भनेको regular graph लाई चाहिँ हामीले के रेगुलर ग्राफ, कुनै पनि ग्राफ रेगुलर छ भने त्यसले चाहिँ रेगुलर ग्राफको प्रोपर्टी भेरिफाई गरेको छ भने हामीले त्यसलाई के रेगुलर ग्राफ पनि भन्न सकिन्छ, वेयर के भनेको कति हुन्छ, डिग्री अफ भर्टेक्स. त्यो जुन चाहिँ सेम डिग्री हो त्यो डिग्री जति हो. यहाँ हामीसँग यही एउटा ग्राफ छ जसमा A B C D एभ्री A B C D को चाहिँ के छ, डिग्री चाहिँ सेम छ भने 2 2 छ नि. सो यसलाई चाहिँ यो केसलाई हामीले के गर्न सक्छ, टु रेगुलर ग्राफ भन्न मिल्छ. एन्ड यदि सेम अब हामीले यसो गर्दियौं, यो केसमा के भयो, एभ्री ग्राफको चाहिँ 3 3 डिग्री भयो. सो यसलाई हामीले अब फेरि के भन्न मिल्यो, 3 रेगुलर ग्राफ भन्न मिल्यो. देन नेक्स्ट वान इज कम्प्लिट ग्राफ. If there exists a direct path or direct edge between every pair of vertices, भनेको त्यो let us suppose हामीसँग A भन्ने vertex छ, then त्यसमा अभाइलेबल सबै vertex सँग चाहिँ यो vertex डाइरेक्टली कनेक्टेड हुन पर्यो. यो पनि हाम्रो के हुन सक्छ, कम्प्लिट ग्राफको एक्जाम्पल, किनभने A B सँग पनि डाइरेक्टली कनेक्टेड छ, C सँग पनि डाइरेक्टली कनेक्टेड छ, एन्ड D सँग पनि डाइरेक्टली कनेक्टेड छ. सो हामीले सेम एक्जाम्पललाई चाहिँ एक्जाम्पल अफ कम्प्लिट ग्राफको रूपमा चाहिँ लिन सकिन्छ. देन हामीसँग नेक्स्ट वान के छ, कनेक्टेड ग्राफ. कनेक्टेड ग्राफ इज अल्सो अ पाथ बिट्विन इच भर्टिसेस भने है. यसमा पनि एभ्री भर्टेक्सको बीचमा चाहिँ पाथ हुन्छ, बट यसमा चाहिँ के भएन, डाइरेक्ट पाथ हुनुपर्छ भन्ने चाहिँ फिक्स छैन. हामी चाहिँ के गर्न मिल्यो, लेट अस सपोज हामीसँग अब A B C D E F G, यो चाहिँ के हो, हामीसँग एउटा सिंगल ग्राफ हो. यो हाम्रो एउटा सिंगल ग्राफ हो. देन यसलाई चाहिँ हामीले कनेक्टेड ग्राफ भनिदैन, किनभने A बाट F मा जाने कुनै पाथ छैन, C बाट यताकोबाट यता जाने कुनै पाथ छैन, यताबाट यता जाने पाथ पनि छैन. बट यही केस हुन्थ्यो भने त A बाट C D बीचमा जान मिल्छ. अब हामीले लेट अस सपोज हामी यहाँ एउटा लाइन ड्र गर्दियौं, एउटा एनदर एज एउटा लिंक चाहिँ ड्र एड गरिदियो भने देन इट बिकम्स कनेक्टेड ग्राफ. अब हामी A बाट F मा जान मिल्यो भने A बाट B D E F गरे नि भयो, A C D E F गर्दा पनि भयो. हामी के गर्न सकियो, अब F मा जुनसुकै एज बाट पनि जुनसुकै एज मा चाहिँ जान सकियो. G बाट A मा पनि आउन सकिन्छ, जताबाट आए पनि भयो.
किनकि यो चाहिँ के हो अनडिरेक्टेड ग्राफ हो। सो अनडिरेक्टेड ग्राफको केसमा हामी जुन वेबाट पनि जान मिल्छ। बट इफ यही ग्राफ चाहिँ डिरेक्टेड हुन्थ्यो भने हाम्रो डिरेक्सन फलो गरेर जानु पर्थ्यो। द्याट मिन्स लेट अस एउटा एक्जाम्पल हेरौँ हामी। A B C D E अब हामी यहाँ A बाट E मा जान पर्यो भने A B C D E, D बाट E मा जान मिल्यो, C बाट E मा जान पर्यो भने C E, B बाट E मा जान मिल्यो, E बाट A मा आउन पर्यो भने E बाट C, C बाट D, D बाट A, D बाट A मा मिल्यो, C बाट A मा मिल्यो, B बाट A मा मिल्यो, E बाट B मा आउन पर्यो भने C D A B हामी यसरी चाहिँ आउन मिल्यो। यो चाहिँ हाम्रो चाहिँ के भयो कनेक्टेड ग्राफ भयो। बट यही केसमा चाहिँ हामीले अब लेट अस सपोज यसलाई चाहिँ एरो चाहिँ यसो गरिदियौँ भने हाम्रो अब ए बाट ई मा जान मिल्यो कि नै, ए बाट बी सी डी ई मै जान मिलेन। द्याट मिन्स इट इज डिस्कनेक्टेड। सो एरोको जस्ट एउटा एरोले चाहिँ के गर्छ हाम्रो डिरेक्टेड ग्राफलाई चाहिँ डिस्कनेक्टेड गराइदिन सक्छ। सो हाम्रो के भयो यो चाहिँ हाम्रो डिस्कनेक्टेड भयो भने जुन हाम्रो प्रिभियस थियो ए बी सी डी ई यो चाहिँ हाम्रो कनेक्टेड ग्राफ भयो। यो भनेको डिरेक्टेड ग्राफको केसमा। सो डिरेक्टेड ग्राफको केसमा चाहिँ ग्राफ कनेक्टेड भयो भने यसलाई हामीले स्ट्रङली कनेक्टेड ग्राफ भनेर भनिन्छ। स्ट्रङली कनेक्टेड ग्राफ भनिन्छ। देन एनदर वान छ प्लानर ग्राफ। प्लानर ग्राफ भनेको यस्तो ग्राफ हो कुनै ग्राफलाई चाहिँ हामीले जस्तो देख्यो त्यस्तै चाहिँ पेपरमा उतार्न सकिन्छ भने त्यो ग्राफलाई चाहिँ प्लानर ग्राफ भनिन्छ। भनेको त्यसमा कुनै पनि एज इन्टरसेक्ट हुन भएन। लेट अस सपोज यसरी एजहरू चाहिँ इन्टरसेक्ट भयो भने चाहिँ यो कुन तल कुन माथि हामीलाई थाहा हुँदैन। यसलाई चाहिँ हामीले एज इट इज चाहिँ के हुँदैन रिप्रेजेन्ट गर्न सक्दैन। बट यही केसमा चाहिँ हाम्रो यो एबिसिडी यिनीहरूको बिचमा भर्टेक्स हो। बट यही केसमा यसरी कनेक्टेड भएको छ भने देन यसलाई चाहिँ हामीले प्लानर ग्राफ भनिन्छ। बट इट इज नट प्लानर ग्राफ। सो नो टू एज सुड बी इन्टरसेक्ट। कुनै पनि दुईटा एज चाहिँ इन्टरसेक्ट हुन हुँदैन प्लानर ग्राफको केसमा। यो प्लानर ग्राफको इक्जाम्पल हुन्छ यो हुन्छ। बट दिस इज नट द इक्जाम्पल अफ प्लानर ग्राफ। देन एन्सर छ नल ग्राफ भनेको ओन्ली भर्टिसेस बट नट एजेस। लेट अस सपोज एबिसी छ बट यिनीहरूको बिचमा एजेस छैन भने द्याट इज कल्ड नल ग्राफ। ट्रिभियल ग्राफ मिन्स graph with only one vertices like A. And bipartite graph. A graph G is said to be bipartite if B can be partitioned into two disjoint subsets. सेट अफ भर्टेक्सलाई चाहिँ हामीले दुईटा डिफ्रेन्ट सबसेट B1 एन्ड B2 मा चाहिँ डिभाइड गर्न सकिन्छ सच द्याट B1 को एभ्री भर्टेक्स B2 को एभ्री भर्टेक्ससँग कनेक्टेड हुन्छ बट आफ्नै सेटको भर्टेक्ससँग चाहिँ त्यो कनेक्टेड हुँदैन। भनेको कस्तो भयो A B C D E F हैन। यो यदि अपोजिट साइडको चाहिँ बोथ सबैसँग चाहिँ के छ कनेक्सन छ बट आफ्नो साइडको सँग के भएन कनेक्टेड भएन। यो एउटा सेट भयो वी क्यान से B2, यो सेटलाई वी क्यान से B1। देन यो चाहिँ के भयो बाइपार्टाइल ग्राफ। बाइपार्टाइल ग्राफको केसमा KMN M भनेको यताको भर्टेक्स N भनेको यताको भर्टेक्स हामीले सपोज गर्यो भने KMN ले रिप्रेजेन्ट गर्छ बाइपार्टाइल ग्राफलाई। देन नम्बर अफ एजेस इन बाइपार्टाइल ग्राफ इज इक्वल टु के हुन्छ M इन्टु N। हामीले 3 यहाँ हाम्रो 3 छ 3 9 भयो भने 1 2 3 4 5 6 7 8 9 हामीसँग 9 एजेस भयो। देन नम्बर अफ भर्टिसेस भनेको यो सेटको भर्टिसेस प्लस यो सेटको भर्टिसेस M प्लस N। अब यो बोथ साइडमा इक्वल भर्टिसेस हुन्छ भन्ने पनि भएन नि त। लेट अस सपोज
यो केस छ भने दिस इज अल्सो बाइपार्टाइल ग्राफ। देन यो केसमा हामीसँग के भयो, यसलाई एक्जाम्पल लियो भने m इन्टु n 2 इन्टु 3 हामीसँग 6 एजेस हुने भयो। 1 2 3 4 5 6 नम्बर अफ भर्टिसेस हामीसँग 2 + 3 5 भर्टिसेस हुने भयो। 1 2 3 4 5। देन हामीसँग अर्को एउटा कम्प्लिट ग्राफको केसमा चाहिँ हामीसँग अर्को एउटा एक्जाम्पल छ। कम्प्लिट ग्राफमा हामीसँग एउटा फर्मुला छ। यो फर्मुला जुन यो बाइपार्टाइल ग्राफको फर्मुला छ एन्ड यो फर्मुला जुन n(n-1/2) नम्बर अफ एजेस इन कम्प्लिट ग्राफ इज इक्वल टु n(n-n/2) यिनीहरू हामीलाई चाहिँ एमसीक्यूहरू मल्टिपल चोइस क्वेसनहरुमा चाहिँ हामीलाई सर्ट क्वेसन दिँदाखेरि हामीलाई यो फर्मुलाहरू पनि सोध्न सक्छ। और हामीलाई चाहिँ कुनै क्वेसन सोधेर हामीले सिम्पली यो फर्मुलाको थ्रुबाट चाहिँ हाम्रो एन्सर चाहिँ फाइन्ड आउट गर्नुपर्ने हुन्छ। सो त्यस्तो केसको लागि चाहिँ नम्बर अफ एजेस चाहिँ हामीले यो फर्मुलाबाट कम्प्लिट ग्राफको एन्ड बाइपार्टाइल ग्राफमा m + n चाहिँ भर्टेज m इन्टु n एजेस हामीले फाइन्ड आउट गर्नुपर्छ, थाहा पाइराख्नुपर्छ। त्यसको थ्रुबाट हामीले एजेस भर्टिसेस फाइन्ड आउट गर्न। अब यो हाम्रो कम्प्लिट ग्राफ थियो। देन हामीले अब यहाँ हामीसँग के थियो, n मिन्स नम्बर अफ भर्टिसेस। सो 4 -1/2 भयो भने 4 6 एजेस भयो हामीसँग। 1 2 3 4 5 6 एजेस भयो। देन अर्को सिम्पल ग्राफ पनि हामीले हामीसँग चाहिँ थ्योरमहरु पनि हुन्छ। हामीले कम्प्लिट ग्राफमा नम्बर अफ एजेस n(n-1/2) भने हुन्छ भनेर सो गर्नुपर्ने हुन्छ। देन हामीसँग सिम्पल ग्राफको केसमा चाहिँ म्याक्सिमम नम्बर अफ एजेस इज n(n-1/2). सिम्पल ग्राफ नै छ भने यसलाई पनि सिम्पल ग्राफ हामीले भन्न सकिन्छ नि। सिम्पल ग्राफ भनेर हाम्रो लुप्स छैन यसमा, प्यारलल एजेस छैन यसमा। सो यो पनि हाम्रो सिम्पल ग्राफको एक्जाम्पलमा हामीले काउन्ट गर्न सकिन्छ। बट यो चाहिँ सिम्पल ग्राफको चाहिँ के हो, सिम्पल ग्राफ विथ म्याक्सिमम नम्बर अफ एजेस भनेको यसमा जति पनि पोसिबल हुन्थ्यो सिम्पल ग्राफमा पोसिबल यसको चाहिँ एजेस भने त्यो सबै एजेसमा हुँदाखेरि यो चाहिँ म्याक्सिमम एजेस भएको चाहिँ सिम्पल ग्राफ हो भने त्यो केसमा पनि के भयो, म्याक्सिमम नम्बर अफ एजेस इन सिम्पल ग्राफ भन्यो भने हामीसँग फर्मुला सेम हुन्छ। सो क्वेसनहरुमा चाहिँ अब नम्बर अफ एजेस इन कम्प्लिट ग्राफ भनेर पनि आयो भने यही फर्मुला हुन्छ। एन्ड सिम्पल ग्राफको केसमा चाहिँ म्याक्सिमम नम्बर अफ एजेस इन सिम्पल ग्राफ भन्यो भने पनि सेम फर्मुला हुन्छ। सो हामीले आजको भिडियोमा चाहिँ डिफ्रेन्ट टाइप्स अफ ग्राफ और डिफ्रेन्ट क्लासेस अफ ग्राफ हेर्यौं। फर्स्ट हामीसँग छ सिम्पल ग्राफ जसमा चाहिँ लुप्स हुँदैन, प्यारलल एजेस हुँदैन। मल्टी ग्राफ भन्ने छ जसमा प्यारलल एजेस हुन्छ बट लुप्स हुँदैन। स्युडो ग्राफमा लुप्स एन्ड प्यारलल एजेस बोथ हुन्छ। रेगुलर ग्राफ भनेको सेम डिग्री हुन्छ इच भर्टेक्सको। कम्प्लिट ग्राफ मिन्स एभ्री भर्टेक्सको बीचमा चाहिँ डाइरेक्ट पाथ हुन्छ। एन्ड कनेक्टेड ग्राफ भनेको कुनै पनि भर्टेक्सबाट एनदर भर्टेक्समा जाने त्यहाँ चाहिँ वे हुनु पर्यो। प्लानर ग्राफ भनेको जस्तो देख्यो त्यस्तै चाहिँ हामीले पेपरमा ड्र गर्न सक्ने जसमा चाहिँ एजेसहरु इन्टरसेक्ट हुनु भएन। नल ग्राफ भनेको ओन्ली भर्टेक्स मात्र भएको ग्राफ। ट्रिभियल ग्राफ मिन्स एउटा मात्र भर्टेक्स। एन्ड बाइपार्टाइल मिन्स होल भर्टेक्सको सेटलाई चाहिँ दुईटा सेटमा हामीले दुईटा डिस्जोइन्ट सेटमा चाहिँ हामीले डिस्टिङ सेटमा चाहिँ डिभाइड गर्न मिल्छ र एउटा सेटको चाहिँ अर्को सेटसँग एभ्री भर्टेक्ससँग कनेक्टेड छ बट आफ्नो साइडकोसँग कनेक्टेड छैन भने द्याट इज बाइपार्टाइल ग्राफ। यसरी नै हामीसँग ग्राफ थ्योरीमा डिफ्रेन्ट अदर क्लासेस अफ ग्राफ हुन्छ लाइक ट्री, व्हील, साइक्लिक ग्राफ, असाइक्लिक ग्राफ, वेटेड ग्राफ। सबै ग्राफहरु चाहिँ हामीले ग्राफ थ्योरीको अरु टपिकहरु सोल्भ गर्दै जाँदा डिफ्रेन्ट टपिकहरु पढ्दै जाँदाखेरि सबै टपिकहरु आउँछ। सो थ्यांक यू फर टुडे।